हेलो एभ्रीवान, टुडे आइ एम ब्याक विथ न्यू एन्ड इन्ट्रेस्टिङ भ्लग। सो आजको भिडियोमा चाहिँ म तपाईहरुलाई मेरो गाउँ दोलखाको केही दृश्यहरू देखाउने छु। यता चाहिँ यहाँ त कता कता खाने हो त्यही त। अहिले चाहिँ हामी यहाँ लालीगुराँस टिप्न आएको, म अनि मेरो भाइ। तपाईहरु हेर्न सक्नुहुन्छ। हिजोको भिडियो चाहिँ राम्रो लाग्यो होला सायद। भ्लग बाइकवाला दाइ चाहिँ मेरो फुपूको छोरा हुनुहुन्छ र उहाँले एकदम होस्ट गरेर एकदमै ध्यानपूर्वक मलाई छोडिदिनु भएको छ। साँझको बेला थियो, म बाटो त्यस्तो खराब रहेछ गाइस हैन। म चाहिँ बाइकमा जाने अब गाउँमा पनि भनेर खुसी भएको। यस्तो छ हेर्नु गाइस, यो बाटो हो त, यो बाटो चाहिँ देखिन्छ छैन। त्यहाँबाट छ ए यहाँ यसरी टुकुरको बसो हिँड, सिस्नोले पोल्छ भन्ने डर अर्को फेरि। शिट यता आम्बो बाटो त यहाँ छैन है, यस्तो छ तल कि। अनि अब 1 वर्ष पछाडि आएको घर फर्केको छु। लुगा पनि त्यही छ क्या गाइस, जाडो जाडो रहेछ यतातिर त। अनि अब भोलि लाउँछु अनि फेर्छु भनेर सोचिरहेको छु। सुतो बस्छु तल। यहाँबाट यस्तो देखिन्छ, यो सायद के हो, यो चाहिँ खेत हो कि खेत। यहाँबाट चाहिँ अब यस्तो भयानक बाटोमा पनि म तपाईहरुलाई यसो मेरो दोलखा मेरो मूल घरको दृश्य देखाउँछु भनेर एकदम रिस्क लिएर आइरहेको छु। यहाँ भिडबाट खस्ने त एउटा डर छँदैछ, अर्को चाहिँ सिस्नोले पोल्छ भन्ने डर लाग्छ हैन। अब यस्तो छ बाटो यहाँनिर हो। काँडाले घोच्छ ओर्छ, सर्र चिप्लो भने त गयो झन् गाइस। यहाँ चाहिँ कुवा हो गाइस, हाम्रो घरको पानी एउटा आउँछ सबै यहाँबाटै। ठुलो कुवा हुनुहुन्छ यहाँनिर। यहाँ चाहिँ अलिक फोहोर रहेछ, ठिकै छ। अहिले चाहिँ म अलिक माथितिर आउँदैछु। अलिक हाइटमा भएकोले गर्दाखेरि चाहिँ सास अलिकति हेर्न अप्ठ्यारो भइरहेको छ। र अहिले हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ गुफा छ अरे, कता हो बाटो देखिएन गाइज। प्लिज लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। यस्तै भिडियोहरू मेरो च्यानलमा आइराख्नेछ। 700 सब्सक्राइबर पुगोस् छिटै, अनि 1K होस्। के को कपाल आएछ हौ। यस्तो काँडाहरू छ अनि गाइज अहिले चाहिँ गाइस मैले यहाँ गुराँस खाने ट्राई गर्दैछु। फुल नयाँ टेस्ट लिउँ न होइन। यु क्यान सी हेर मैदा अमिलो हुँदो रहेछ, मिठो हुँदो रहेछ, दामी हुँदो रहेछ। दियोस् यहाँ आएर नयाँ कुरा खान पाएँ, सिक्न पाएँ। बाहिरको त सायद यो नर्मल होला नि, हाम्रो त यस्तो खाना पाउँदैन त। कहाँ पुग्यो यस्तो हुन्छ, यस्तै हो नयाँ नयाँ ठाउँमा यस्तै हो। गाइज यु मे सी हैन, यहाँ गुफा रहेछ। म तपाईँलाई यहाँ माथि चढेर देखाउँछु ल। यहाँनिर चाहिँ गुफा रहेछ। अलिकति लाइटको
के भन्छ त्यसलाई प्रावधान नभएर यस्तो रहेछ। यो चाहिँ एउटा रहस्य जस्तै भयो। यो दोलखा जिल्लाको मेलुङ गाउँपालिका वार्ड नम्बर 2 हैन यो वार्ड नम्बर 2 स्थित यहाँनिर एउटा गुफा रहेछ। अब कुनै टुरिस्टहरू आएर अथवा हुन्छ नि टुरिज्म नेपाल भन्ने जुन एउटा छ के भन्छ त्यसलाई अब त्योहरू आएर यसलाई यसो अलिकति हेर्ने ओर्ने गर्यो भने यहाँ सायद भित्र केही न केही छ होला अथवा केही के भन्छ त्यसलाई हिस्ट्री केही न केही छ होला। अझै यहाँ दोलखाको हिस्ट्री छ होला त यो समुदायको केही हिस्ट्री छ होला। फोहोरहरू फाल्ने भएकोले गर्दाखेरि चाहिँ अब यो अलिकति के भन्छ त्यसलाई अब प्रिजर्भ गर्न सकेको छैन। म चाहिँ के भन्न चाहन्छु भने यस्तो यस्तो ठाउँहरूको यस्तो यस्तो स्थानको लोकेसनको चाहिँ अलिकति स्याहार सुसार ध्यान दिनुपर्छ। अब यहाँनिर सायद केही छ कि बा अब के थाहा हो डिस्कभरीमा हेर्दाखेरि चाहिँ अब यहाँ बाइक केही छ कि बा के भन्छ त्यसलाई डाइनोसर छ कि बा कुनै भित्र मन्दिर छ कि बा। गाउँलेहरूले के भन्नुहुन्छ भने यहाँ चाहिँ भित्र एकदमै गहिरो छ अरे भनेर भन्नुहुन्छ। पहिला फोहोर नहुँदाखेरि चाहिँ भित्र अलिकति जान मिल्थ्यो अरे। अब अहिले फोहोर छ हेर्न सक्नुहुन्छ। फोहोरमा गएर जान सक्छु र म अब यस्तै खोज्यौँ भेट्यौँ होइन कहीँ। सो अब हामी जान्छौँ। कुनै देउताको पनि हुनसक्छ यो स्थान शिवजीको हुनसक्छ नारायणको हुनसक्छ के थाहा होइन। कुनै इतिहास लुकेको एउटा स्थान हुनसक्छ। अब हामी यहाँबाट धेरै बकबक नगरिकन फेरि फर्किन्छौँ। बाख्रा पो रहेछ म त भेडा पो आयो होला भन्दै थिएँ गाइस। गाइस यसरी म चाहिँ जाँदैछु यो बोकेर ल्याएको त यस्तो भएछ। भ्रमण गर्दै गर्दा यहाँ एउटा फुल देखेको छु। यो फुलको नाम के अरे भाइ? ओइरालो कोइरालो कोइराला भन्ने हाम्रोतिर थर हुन्छ। अब यहाँ चाहिँ फुलको नाम रहेछ। यसको अचार पनि हुन्छ अरे एकदम मिठो मिठो हुन्छ भन्दै हुन्छ। अब चाखेको चाहिँ छैन कुनै दिन चाखौँला के छ र। यो चाहिँ कफी अरे मैले जिन्दगीमा देखेको थिइनँ यस्तो हुँदो रहेछ कफी चाहिँ होइन। हाम्रोमा त अब त क्याफे नेस्क्याफेको प्याकेटै पाउँछ देख्ने यस्तो छैन चालचलन उतातिर।